यही पानी हो तपाईले खाँदाखेरि तपाईको जस्तो सुकै रोग ठिक हुन्छ भनेर केही समय अगाडि शिवशक्ति बाबाले भन्नुभएको थियो नि, के ठिक हुन्छ? ठिक हुन्छ भन्ने यहाँ धेरै भक्तजनहरूको कुरा आएको छ। यही कटारी नगरपालिकाको वडा 9 को वडा अध्यक्षज्यू हुनुहुन्छ भने जल चाहिँ कतिको लानुहुन्छ यहाँबाट? लानुहुन्छ, उहाँहरू धेरै टाढा टाढादेखि पनि आएर लाने गर्नुहुन्छ। टाढा टाढादेखि पनि आएर यहाँ जल लानु? हजुर, सोध्दै बाटो सोध्दै यो ठाउँलाई चाहिँ हामीले यसरी न्युजमा देखेको त्यो ठाउँ जाने बाटो भन्ने कटारी बजार हुँदै हामीलाई फोन गर्दै उहाँहरू यता आउनुहुन्छ, आएर दर्शन गरेर जल लिएर जानुहुन्छ। दर्शन गरेर जाने व्यक्तिहरूले चाहिँ के भन्छन्, भक्तजनहरूले चाहिँ के भन्छन्, हामीलाई त्यहाँ गइसकेपछि खुसी लाग्यो अथवा रोगहरू पनि निको भयो भन्छ? एकदम हामी एकदम शान्त वातावरण त्यहाँ गएपछि उसै पनि हामी शान्तदेखि नि त्यो ठाउँलाई हेर्ने हो भने हामी उसै पनि सानातिना रोग हामीलाई त्यत्तिकै ठिक भएको जस्तो महसुस लाग्यो भनेर कतिपयले भनिराख्नु। सुन्नुभयो नि दर्शकबिन, तपाईको जस्तो सुकै रोग पनि यहाँको जल ग्रहण गरिसकेपछि तपाईको रोगहरू ठिक हुन्छ भन्ने कुराहरू हामीले सुनिसकेका छौँ। भने तपाईको अब यो ठाउँमा आएर तपाईले जल मात्रै ग्रहण गर्ने होइन, यो ठाउँमा आएर दर्शन गर्ने, यहाँ तपाईको मन स्वच्छ बनाएर आउने हो भने तपाईको हरेक कामहरू पुरा हुन्छ, हरेक आँटेका कुराहरू पुरा हुन्छ। तपाईको घरमा शान्ति छैन, तपाईको घरमा समृद्धि छैन, तपाईको कामहरू बनेको छैन, तपाईँ विदेश जानको लागि रोकिएको छ भने जस्तो सुकै कामहरू पनि यो मन्दिरमा आएर दर्शन गरिसके यो जल खाइसकेपछि तपाईको रोगहरू सबै तपाईको बिसो हुने भन्ने कुराहरू हामीले सुनिरहेका छौँ भने वडा अध्यक्षज्यूको मुखबाट पनि सुनिसक्नु भएको छ। केही समय अगाडि शिवशक्ति बाबा आउनुभएको थियो, शिवशक्ति बाबाको मुखबाट पनि सुनिसक्नु भएको छ भने यहाँ अहिले दुर्गाकाली माताले तपाईको त्रिशूल अर्पण कार्यक्रम गरिरहनु भएको छ, त्रिशूल राख्दै हुनुहुन्छ। यदि तपाईँहरू पनि यो भिडियोमा यहाँ आउन सक्नु भएन भने पनि यही भिडियो हेरेर तपाईँले त्रिशूल राखेको दर्शन गर्न सक्नुहुन्छ। तपाईँको हरेक काम रोकिएको छेकेको कुनै पनि कामहरू बन्ने छ। अब यो ठाउँसम्म आउनको लागि कहाँदेखि आउनुपर्छ अध्यक्षजी? यहाँ आउनको लागि कटारी बजार आएपछि त्यस पछाडि कटारीको 8 नम्बरतिर यो खानी क्षेत्र हुँदै त्यो बाटो आउने। बाटो त अन्य बाटो पनि धेरै छ, तर यहाँ आउनलाई अलिकति सहज बाटो चाहिँ 8 नम्बरको यो खानी क्षेत्र हुँदै धमिले खोला सोध्दै आउनुभयो भने धमिले खोला आएपछि यो छत्रेश्वर महादेव ज्यामिरे कहाँ हो भनेर सोध्नु भयो भने यो नजिकै सब जो कहिले पनि देखाइदिनुहुन्छ। त्यस पछाडि विभिन्न लोकेसनहरू पनि यो रोड आउँदाखेरि अब यो छत्रेश्वर महादेव मन्दिरतिर झर्ने सिँढीहरू गेटहरू देख्न सक्नुहुनेछ।